प्यारालाइसिसमा फिजियोथेरापी गरेर उभिन सक्ने भएपछि आउने सबैभन्दा ठुलो खतरा हो लड्न सक्ने समस्या। तपाईँ उभिएर आफ्नो शरीरलाई सबै डिरेक्सनमा यदि चलाउन सक्नुहुन्न भने चाहिँ तपाईँलाई लड्ने खतरा एकदमै हुन्छ। लडेर कहिलेकाहीँ सानो चोटपटक पनि लाग्छ र कहिलेकाहीँ चाहिँ ठुलै हड्डी पनि भाँचिन सक्ने हुन्छ। त्यसैले उभिएर मात्रै पनि हुँदैन, तपाईँ उभिएर आफ्नो शरीरलाई हरेक डिरेक्सनमा नलड्ने गरेर चलाउन सक्नु भएपछि मात्रै हिँड्नतिर लाग्नुपर्छ। त्यसैले यहाँ आमालाई बलसँग किन खेलाइरहेको छौँ हरेक डिरेक्सनमा भन्दा उहाँ उभिँदाखेरि जता पनि फर्किन सक्नुहोस्, तल निहुरिने, उठ्ने, घुम्ने जुन पनि मुभमेन्ट गर्न सक्नुभयो भने उहाँलाई पछि गएर लड्ने समस्या हुँदैन र आफ्नो शरीरलाई जुन पनि डिरेक्सनमा थाम्न सक्नुहुन्छ। त्यसैले उभिसकेपछि डाइनामिक ब्यालेन्सलाई ट्रेन गर्ने गरौँ। 3 दिनमा आज सिकाउनुहुन्छ अरे के सबै तल त्यो फलामले गर्दा उचालिए ओके